नवदिशा प्रमुख 10 समाचार। संविधान संशोधन कार्यदलले संविधान संशोधनका लागि आम नागरिकबाट राय लिने, व्हाट्सएपमा पनि सुझाव पठाउन सकिने। नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने समय 3 वर्ष सार्न संयुक्त राष्ट्र संघ समक्ष सरकारले गर्यो औपचारिक पत्राचार। राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सर्वसम्मतिले पारित। टिकापुरमा तालिमका क्रममा सशस्त्र प्रहरीका 8 जवान बेहोस, 5 जनाको अवस्था गम्भीर। बकर ईदका अवसरमा जेठ 14 गते देशभर सार्वजनिक बिदा। वैशाखमा देशभरबाट 2319 फरार प्रतिवादी पक्राउ, 21 करोड भन्दा बढी जरिवाना असुल। भारतीय पक्षले निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी सहज भएको परराष्ट्रको भनाई। शेयर बजार 16 अङ्कले बढ्यो, कारोबारमा पनि भयो सुधार। पोल्यान्डमा थप 5000 अमेरिकी सैनिक पठाउने ट्रम्पको अप्रत्याशित घोषणा, अमेरिकी रक्षा मन्त्रालयभित्र ठूलो तरङ्ग। आईसीसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालको शानदार जित। हेर्दै गर्नुहोला, सुन्दै रहनुहोला नवदिशा।